जय मसीह ख्रिस्टियन परिवार सबैजनालाई एफिसी 2 अध्यायको 10 पद। किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिपहरू हौं। हामी ती बमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाट ती तयार गर्नुभएको थियो। आज हामी यो विषयमा रहेर एउटा कुरालाई हेर्नेछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ स्क्रिनमा जीवनका कष्ट र हाम्रो निर्माण काठ र गरगहनाको बक्सबाट आज एउटा सन्देश सिक्नेछौँ, सन्देश जान्नेछौँ। एउटा सिपालु सिकर्मीको हातमा दुईटा काठको टुक्रा पुग्छ अनि पहिलो काठलाई लिएर सिकर्मीले काम गर्न थाल्छ र त्यो समयमा औजारहरू चलाउँदाखेरि पहिलो काठले भन्छ, आइया मलाई दुख्यो, चोट भयो, कष्ट भयो, कति ठोकेको, मलाई छोडिदिए भन्छ। सिकर्मीले काठको इच्छे बमोजिम उसलाई लगेर ठिक छ कुनामा लगेर राखिदिन्छ, उसलाई छुँदैन। फेरि सिकर्मीले दोस्रो काठ लिन्छ र उसलाई पनि फेरि त्यही औजार प्रयोग गरेर अनि उसको आकार बनाउँदै फेरि ठोकठाक कार्यक्रम सुरु हुन्छ। औजार, काँटीहरू, ठोकठाक, खुर्किनी सबै कामहरू गरिरहेको छ। तर के छ, ऊ आफ्नो सबै कुरा समर्पण गरेको छ। किनभने म सिकर्मीसम्म बन्यो भने मेरो केही आकार बन्दैछ भने दुःख कष्टलाई सहेर चुबो लाएर बसिरहेको छ काठ, जसले गर्दाखेरि केही समयपछि उसको आकार यस्तो बन्ने गर्छ। यति स्पेशल बन्छ कि उसमाथि अब हिरा, मोती, सुनहरू राख्ने गरिन्छ। र उसको समयमा अनि यसरी राखिएको यो सामान चाहिँ कहाँ पुग्छ भन्दाखेरि राजाको दरबारमा पुग्छ। अब यो काठले, पहिलो काठले चाहिँ आइया आथा भयो, कष्ट सहन सकेन, उसको केही अर्थ रहेन, केही आकार रहेन। उसको समय आएपछि आगोमा जल्नु पर्यो। दोस्रो काठले आफ्नो सबै कष्टहरूलाई सह्यो र ऊ राजाको दरबारमा स्थान बनायो। आज तपाईँ र म पहिलो काठ बन्ने हो कि दोस्रो काठ बन्ने हो? यदि दोस्रो काठ बन्नु छ भने हामीले कष्टलाई सहनु पर्यो। हामी विश्वासी ख्रिस्टियनहरूको जीवनमा यो काठको दुईटा उदाहरणले ठुलो मेल खान्छ। सिकर्मी चाहिँ हाम्रो प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। जब हामी सिकर्मीको हातमा पुग्दछौँ, पुग्ने बित्तिकै हालत चाहिँ कस्तो हुन्छ भने चर्चमा जाने बित्तिकै आफन्त, छरछिमेक, समाजले, संसारले थुथु, घिना, चोट पुग्ने गरी भन्छ। त्यो चाहिँ सिकर्मीकोले चलाएको एउटा औजार जस्तै हुनु पुग्दछ। अनि कतिजनाले सहन नसकेर म चर्च छोडिदिन्छु, चर्चमा मलाई नलैजा, मलाई मान्छेले खिसी गरे, घिना गर्यो, मलाई पानी बाराबार गर्यो, मलाई दुनियाँ थरी गाली गलोज गर्यो भन्छ र कति ख्रिस्टियनहरू चाहिँ यो काठको मुरा जस्तो चर्चबाट टाढा भएर एकान्त गरेर बस्छ। अनि कति विश्वासीहरू चाहिँ हो, म प्रभुमा आएपछि मेरो निम्ति एउटा उद्देश्य छ, योजना छ, प्रभुमा बसेँ भने मेरो आउने समयमा म केही बन्छु भन्ने हिसाबले दुःख, कष्ट, पीडा, संसारको खिसी, निदालाई एक्लोपन बनाए पनि, सरापे पनि, जति घृणा गरे पनि, जति थुकाइ कष्टलाई सहेर भए पनि सहेर खुसी साथ, आनन्द साथ चर्चमा रहनेहरू चाहिँ, प्रभुमा रहने चाहिँ आज आउने दिनको निम्ति येशूले यसरी तयार गर्दै हुनुहुन्छ। जब हामी यसरी तयार हुँदछौँ प्रभुको राज्यमा चाहिँ फेरि हामी यसरी सहभागी हुनेछौँ। किनभने त्यो समयमा चाहिँ प्रभुको राज्यमा चाहिँ यति महत्त्वपूर्ण छ। आज तपाईँ र म ख्रिस्टबाट भागेर आगोको थुप्रोमा जाने हो कि ख्रिस्टमा कष्ट सहेर भोकेर आउने समयको राज्यमा, राजाको दरबारमा जाने? यो निर्णय तपाईँ र मैले आफैले गर्नुपर्छ। यो त उदाहरण एउटा काठको दुईटा टुक्राबाट दिएको छ। अनि हामी ख्रिस्टियनहरूले विचार गर्नुपर्ने चाहिँ चर्चमा जाँदा चाहिँ विभिन्न समस्या भोग्नुपर्छ। तब भोगिन्छ नै एउटा उदाहरणीय काठको एउटा आकार बन्छ। जसरी एउटा उदाहरण लाग्यो, हामीले कुनै पनि एउटा थामलाई सर्लक्क तास्यो भने एउटा चारपाटे थाम मात्रै बन्छ।
जब त्यही थामलाई टङ 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 ठोकेको ठोकै धेरै दिनसम्म कष्ट सहेर एकौं हप्तौं लागेर जुन एउटा काठलाई आकार कोरिन्छ त्यो चाहिँ आँखी झ्याल भनिन्छ। आँखी झ्याल भनेको चाहिँ यति धेरै बुट्टा हुन्छ बाहिर संसारले देख्ने गरी राखेको हुन्छ। यसकारण हामी जब प्रभुमा कष्ट जति दिन जति बाँचुन्जेलसम्म जब कष्ट भोग्छौँ भने त्यति लामो कष्ट भोगेको विश्वासीहरू चाहिँ एक दिन संसारमा बिदा भएर जाने क्रममा स्वर्गको राज्यमा चाहिँ सबै स्वर्ग दूतहरूले देख्ने गरी त्यो चाहिँ एउटा प्रभुको जन एउटा चम्किलो तारा जस्तै एउटा चाहिँ आकार मिलेको आँखी झ्याल जस्तै बन्ने छ। के तपाईँ त्यसको निम्ति तयार हुनुहुन्छ? यदि तयार हुनुहुन्छ भने यो कष्ट र पीडालाई धैर्यतालाई सहन तयार हुनु पर्यो। यो सानो शिक्षाबाट हजुरहरूले केही बुझ्नुभयो भने आश गर्छु। सबैलाई जय मसीह। लाइभ सेयर गरिदिनु होला र कमेन्ट पनि गर्नु होला र फलो गर्नु होला। हस्।